हामी चाहिँ यहाँ के अरे डरे देउराली दर्शन गर्न आएका छौँ। यी बोको लिएर यहाँ सिडी चढ्दै छौँ। यहाँ बाबा मम्मी बहिनी यो बोको भयो, लास्टै उकालो हो यहाँ। म यहाँ हो, यो डाँडा हो, उता कार्किनेटातिर पर्छ। यो चाहिँ के अरे लालीगुराँसको बुटो हो। यो के अरे डरे देउराली के भन्छ अरे पर्वत र स्याङ्जाको सिमानामा पर्छ, गण्डकी प्रदेश। यहाँ डरे देउरालीको सट्टी चाहिँ लास्टै ठुलो छ। आएको यो बोको छ 30 किलोको छ लगभग हारारी। ए अझ पुगेको छैन हो माथि त ढुङ्गा अन्डा पारी छ मन्दिर बन्दै छ क्या। स्याँ गर्दै आइए छ। यो उकालै छ। उहाँ हुन्छ ठुलो। यहाँ हामीभन्दा छिटै पुगेर बसिसक्नु भयो। त्यहाँ हो ल, यो चाहिँ गेट भयो। अझ जान छ त्यो डाँडा पुनि हामी दर्शन गर्न अझ लाग्छ क्या, आधी घन्टा लाग्छ क्या अझ। यतातिर चाहिँ नयाँ मन्दिर बन्दैछ। यहाँ चाहिँ धदै छ माथिमा डाँडा मन्दिर। यो गेट भयो। अब ट्यार्सै छ। यहाँ थिम्नी रहेछ मन्दिर। ल ए हाइट चिसो छ हाइट। माथि पनि घाम छ। घाम आज चाहिँ लागेन, चिसो भइरहेको हाइट। हात्ती चाहिँ अब पिकनिक सिक्निक खाने ठाउँ जस्तो हेर्दा नि है। वहाँ माथिबाट काट्ने काटकुट गर्ने, यहाँ लिएर आउने हो क्या। यहाँ टिम घरसर रहेछ। माथि चाहिँ है मौरीहरूको छट्टा है तरिका। यहाँ तिमी मन्दिर छ, उता डाँडा पुनि लेक। यता चाहिँ हाम्रो है, यता चाहिँ पर्वत पर्यो, यता चाहिँ है स्याङ्जा पर्यो। ल पारा हाइटीमा गएर होला क्या, नत्र तलतिर त लाग्थेन फेरि।
झ्याल त उही पोखरातिरै हो हल्का होला यो सालभन्दा नि अझ अर्को असना भन्ने काठ हुँदो रहेछ अस्ना भने त ऊ हुन्छ अस्ना भने त के अरे खुट्टा त झर्ला नै चिच्याउने छ त बल्ल थाहा पाऊ उनलाई यत्रो बेर त जुत्ता मोजा थियो भने त बिसेक थियो हिँडेका खुट्टा थिए ढेउरामा बथा